एफिसी 6:10। एफिसी 6:10 अब अन्य मान प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हो। आमेन। 18 मा कसैले पढिदिनुहोस् त। 18 मा यस्तो लेखेको छ, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहनु। आमेन। आमेन। यहाँनिर गम्भीर कुराहरू छ है। मजाले सुन्नुहोस् होला है। यो वचन हामीले यत्रो बेरसम्म हामी यहाँनिर चिख्यौँ, चिल्लायौँ, स्तुति आराधना गऱ्यौँ, परमेश्वरलाई वेलकम गऱ्यौँ, अभिषेक गऱ्यौँ। यो सबै गर्ने मानिसले केही पनि गर्दैन, तर गर्ने परमेश्वर हुनुहुन्छ। आमेन। हालेलुया। यसको एकदम तपाईँहरूले मैले हामीले मण्डली परिवारले जान्ने कुरा है। यो धेरै हामी प्रार्थना गर्छौँ। प्रार्थना हाम्रो त्यो जीवनको शक्ति हो। हामी 1 घन्टा 2 घन्टा 15 मिनट 1 घन्टा 15 मिनट 2 घन्टा जतिखेर पनि हामी प्रार्थना गर्छौँ। तर हामी प्रार्थना गर्छौँ त्यहाँ एपिसीको पुस्तकले 6:17ले त्यहाँ केनेर भनेको छ, सारा हात हतियारहरू उठाऊ र भनेको छ। अब हामीले त्यो मैले तपाईँलाई त्यहाँ किन जोड्दैछु भन्दाखेरि हाम्रो जीवनमा पहिला चाहिँ प्रार्थनाको, अनि जब हामी प्रार्थना गरिसक्छौँ नि, अनि प्रार्थना गर्छौँ हामीलाई 1 घन्टा 2 घन्टा 3 घन्टा जति लाग्यो हामी प्रार्थना गर्छौँ। अनि प्रार्थना गरिसकेपछि हामी बाहिर निक्लिन्छौँ। बुझ्नुभयो नि, बाहिर निक्लिन्छौँ। अनि शैतानले चाहिँ त्यही चाहिरहेको हुन्छ। बुझ्नुभयो नि। तपाईँलाई थाहा छ, तपाईँहरू कसलाई थाहा छ सबैभन्दा धेरै प्रार्थना गर्ने को थियो बाइबल धर्ममा, शास्त्रमा? भन्नुहोस् त, हात उठाउनु त थाहा हुनेले। कसैलाई थाहा छ? छैन। यसो ख्रीष्ट हुनुहुन्थ्यो। आमेन। उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो। 40 दिन 40 रातसम्म उहाँ प्रार्थना गर्नुभयो। हालेलुया। 40 दिन 40 रातसम्म उहाँ प्रार्थना गर्नु। कति दिनसम्म? 40 दिन 40 रातसम्म को गर्नुभयो? यसो ख्रीष्ट प्रार्थना गर्नुभयो। तर पहिला को आयो त्यहाँ? को आयो त्यहाँ? भन्नुहोस् त, को आयो त्यहाँ? को आयो? कसैलाई थाहा छैन? 40 दिन 40 रातसम्म उहाँ प्रार्थना गरेपछि पहिला को आयो? शैतान आयो। आयो गएन? को आयो? शैतान आयो। अब म तपाईँहरूलाई यहाँ किन जोड्न चाहन्दैछु भन्दाखेरि शैतान आयो। 40 दिन 40 रात उहाँ प्रार्थना गर्नुभयो, अनि त्यस पछाडि शैतान आयो। तपाईँ र म यहाँ प्रार्थना गर्छौँ। यहाँ प्रार्थना गरिसके पछाडि रहेको हुन्छ, त्यसलाई नै के गरौँ, कसो गरौँ, त्यसलाई देख्न नपाए हुन्थ्यो। त्यो त्यस्तो चाहिँ खालको कुराहरू त्यो खेलिरहेको हुन्छ मान्छेलाई। अनि त्यो चाहिँ के हुन्छ भन्दाखेरि त्यो भित्रै चाहिँ हामी गनाइरहेका हुन्छौँ, कुहिरहेका हुन्छौँ। त्यसलाई डिलिट गरिदिनुहोस्, मेरो भन्नको मतलब। आमेन। त्यसलाई डिलिट गर्नु, त्यो हटाइदिनुहोस्। यस्ता जीवनमा आउँछन्, तर सकारात्मक कुराहरूलाई लिनुहोस्, नकारात्मक कुराहरूलाई चाहिँ हटाइदिनुहोस्। बाइबलले पनि त्यही भन्छ, राम्रा कुराहरूलाई ल्यायो, नराम्रा कुराहरूलाई हटाइदियो। अनि तपाईँ र म जब प्रार्थना गर्न बस्छौँ भने प्रार्थना गर्ने हामी यहाँ प्रार्थना गर्ने, अनि यहाँ बाउले छोडेर गयो भनेर त्यतापट्टि ध्यान दिन्छ, कोही मेरो परिवारले छोडेर गयो भनेर त्यतापट्टि ध्यान जान्छ। त्यो सबै संसारमा नकारात्मक रूपमा मात्रै हाम्रो ध्यान जान्छ, नकारात्मक रूपमा मात्रै ध्यान जान्छ। अनि तपाईँको दिमागमा एउटै के रहन्छ भने तपाईँलाई याद गर्नुहोस्, छोडेर जाने मान्छेलाई याद गर्नुहोस्। तपाईँ त्यो छोडेर जाने मान्छे आज नभए भोलि नभए पछि त्यो जान्थ्यो नै जान्थ्यो। तपाईँले जति नै तपाईँले त्यसलाई कब्जामा राखे तापनि त्यो जाने मान्छे कहिले पनि बस्दैन, त्यो जान्छ नै। त्यस कारणले गर्दाखेरि गयो भनेर तपाईँ भावुक भएर आफ्नो जिन्दगी बर्बाद नबनाउनु। हालेलुया। गयो भनेर भावुक भएर जिन्दगी बर्बाद नगर्नु। लामो छ तपाईँ र मेरो जीवन। परमेश्वरले भन्नुभएको छ
सत्य र जीवन म हुँ, म बाहेक कोही पनि तिमीहरू पिताकोमा जान सक्दैनौ। अनि हामीहरू चाहिँ यो संसारको माया र जालमा अनि यो संसारका कुराहरूमा हामी अडिन्छौँ। अनि त्यही कुरामा हामीलाई तनाव हुन्छ। कतिजना हामी रुन्छौँ पनि, छाती पनि पिट्छौँ। त्यो मेरो यस्तोले छोडेर गयो, फलानाले मलाई छोडेर गयो, म आज एक्लै भएँ, म केही गर्न सकेन। अनि सबैभन्दा ठुलो त परमेश्वर तपाईँसँगै हुनुहुन्छ। आमेन, हालेलुया। जन्मिँदा पनि तपाईँ एक्लै आउनुभएको थियो, जाँदा पनि एक्लै हुनुहुन्छ र यो संसारमा रहन्जेल पनि, यो संसारबाट जाँदा पनि तपाईँ एक्लै नै हुनुहुन्छ। संसारको मान्छे हुँदैन, तपाईँसँग हुन्छ त एकजना मात्र हुन्छ, त्यो हो येशू ख्रीष्ट। हालेलुया, येशू ख्रीष्ट। त्यस कारणले गर्दाखेरि हामीहरू जीवनमा तनाव लिन्छौँ, टेन्सन लिन्छौँ, फिकर लिन्छौँ, चिन्ता लिन्छौँ। अनि त्यही कुराबाट चाहिँ हामी तर्सिन्छौँ, झस्किन्छौँ अनि हामी निराशपनहरू हुन्छौँ। निराश नहुनुहोस्। जहिले पनि तपाईँ आफ्नो केही काम गर्दा पनि परमेश्वरमा, तपाईँलाई एउटा कहानी, म हिजोको कहानी बनाउँदैछु। मैले स्टाफ राखेँ, अर्को साथी पनि राखेको थिएँ, उनीहरूले सम्झाउँदा सकेनन्। म हिजो अब जान्न, म आज घरमै बस्छु भनेर म बसेको मान्छे। मलाई फोन अफिसबाट आएको आइ गएँ। म नगएको भए त्यो नमिल्ने पनि रहेछ। अनि मैले भजनसँग 91को 1देखि 13 पद दाबी गर्दै म त्यहाँ गएँ। गइसकेपछि म जाने बित्तिकै त्यो नमिल्ने केसहरू त्यहाँ मिल्यो। आमेन, हालेलुया। अब त्यहाँ के रहेछ भन्दाखेरि मानिसबाट नसकिएको रहेछ, मानिसबाट नभए पछाडि अनि परमेश्वरबाट हुन्छ। हालेलुया। अनि त्यस कारणले हामीहरू चाहिँ के गर्छौँ भन्दाखेरि परमेश्वरलाई चाहिँ हामीले कहिले पनि बुझ्ने कोसिस गर्दैनौँ। अनि परमेश्वरले चाहिँ हामीलाई बुझाउनुहुन्छ, कति कुराहरूले हामीलाई भन्नुहुन्छ अनि हामीहरू त्यो कुराहरूलाई बुझ्दैनौँ। पहिलो दोस्रो तिमोथी 1:7 भन्छ, डर शैतानबाट आउँछ। हेर्नुहोस्, एकदम छ, डर शैतानबाट आउँछ। पहिलो तिमोथी 1:7 डर शैतानबाट आउँछ। अब तर परमेश्वरले दिनुभएको आत्मा के हो त? परमेश्वरले चाहिँ दिनुभएको आत्मा के हो त? शक्ति, प्रेम, सहनशील अथवा समय परमेश्वरले हामीलाई दिनुभएको छ। त्यसले बलियो हुनु भनेको डरलाई जित्नु र विश्वासमा अगाडि बढ्नु। विश्वासमा अगाडि बढ्नु पर्यो। अनि अगाडि बढ्नलाई हामीले के गर्नु पर्यो भन्दाखेरि शक्तिशाली हुनु पर्यो, प्रेम योग्य हुनु पर्यो, सहनशीलता योग्य हुनु पर्यो। अनि शैतानलाई हराउने शक्ति चाहिँ हाम्रो बाइबल धर्मशास्त्रमा छ, जसले गर्दा डर जित्नु र विश्वासमा उभिनु हाम्रो दायित्व हो। अनि विश्वास हामीले कसरी भन्दाखेरि तपाईँ र मैले हाम्रो जीवनमा त्यस्तो खालको कुरा आउँछ। तपाईँको घरमा होस्, मेरो घरमा होस्, हाम्रो परिवारमा होस्, हाम्रो फ्यामिलीमा पनि हो, त्यस्ता कुराहरू आउँछन्। सोच्छौँ, हामीहरू केही कुराहरू सोच्छौँ, तर सोचौँ हामीलाई कति खालको कुराहरूलाई टेन्सनमा लिएर हामी हिँडिरहेका हुन्छौँ। तर हामीले यो कुराहरूलाई सोचेका हुँदैनौँ कि प्रभु मसँग हुनुहुन्छ। हामी यही संसारका कुरामा मेरो सायद यति जग्गा भइदिएको भए, मेरो यस्तो घर भइदिएको भए, मेरो यस्तो परिवार भइदिएको भए, म यस्तो भइदिएको भए, म उस्तो भइदिएको भए, हामी त्यतातिर मात्रै सोचिरहेका हुन्छौँ। अथवा केही कुरा हामीले हासिल गर्नको लागि बाइबलले भन्छ केही कुरा गुमाउनु पनि पर्छ। आमेन। अनि हामीले गुमाउनु भनेको के भन्दा समय गुमाउनु पर्छ। समय गुमाउनु भनेको कहाँ भन्दाखेरि धर्मशास्त्र बाइबलमा भन्नुहोस् न। आमेन। त्यो घरको परिवारलाई मात्रै थाहा हुन्छ, बाहिरकोलाई थाहा हुँदैन। यसको मतलब मैले तपाईँलाई के भन्न खोजेको छु भने तपाईँको कमजोरी, तपाईँको घर फटाउने, तपाईँको घरबाट तपाईँलाई बेदखल गर्ने अथवा तपाईँको घरमा झगडा गराउने, श्रीमान श्रीमतीलाई झगडा गराउने, आफ्नो परिवारबाट चाहिँ छुटानाम गराउने तपाईँकै घरभित्रकै फ्यामिली हुन्छ। बुझ्नु भएन? तपाईँकै घरभित्रको फ्यामिली हुन्छ। जो त्यो तपाईँको दाजु हो किन नहोस्, तपाईँको भाइ किन नहोस्, तपाईँको आफन्त किन नहोस्, तपाईँकै घरभित्रकै हुन्छ। जसले गर्दा तपाईँको श्रीमान श्रीमतीमा, घरमा, परिवारमा फाटो ल्याएर शैतानले वास गर्छ, तपाईँको घरलाई तसले बनाउँछ। आमेन। त्यस कारणले मैले तपाईँहरूलाई यो किन भन्दाखेरि तपाईँहरूलाई निरन्तर प्रार्थना गर्नु भनेको सधैँ परमेश्वरसँग जोडिनु हो। अनि जब निरन्तर प्रार्थना गर्नु र परमेश्वरसँग जोडिनु, यो सम्बन्ध तपाईँले राख्नुभयो भने पहिलो थिस्सलुनिके 5:17 भन्छ निरन्तर प्रार्थना गर भनेर यहाँ
भनेको छ। निरन्तर प्रार्थना गर अनि दिनभरि हैन दिनभरि हामीहरू प्रार्थना गर्ने अनि यहाँनिर चाहिँ हामीले चाहिँ अनि बाहिर निक्लेपछि चाहिँ फेरि हामीलाई शैतानले गाज्ने काम गर्छ। तर हामी मुखबाट मात्रै होइन हृदयमा हामी हिँड्दै गर्दा पनि हिँडिरहेछौँ, आफ्नो काममा गइरहेछौँ, तर प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ, प्रभु तपाईँ मसँग हुनुहुन्छ, म डराउँदिनँ, म निराशा हुँदिनँ, मलाई ऋण हुँदैन, मलाई कर्जा हुँदैन, मलाई टेन्सन हुँदैन, मलाई फिकर हुँदैन, मलाई चिन्ता हुँदैन, मलाई कसैसँग डर हुँदैन भनेर तपाईँले परमेश्वरको पुत्र मसँग हुनुहुन्छ भनेर मनमा तपाईँले चाहिँ निरन्तर राख्नुपर्दछ। त्यो चाहिँ तपाईँको सम्झौता। नभए तपाईँ एक ठाउँमा कुनामा 2 घन्टा 1.5 घन्टा तपाईँ प्रार्थना गरेर बाहिर गयो, यहाँ काम सक्यो, बाहिर निक्लिनु भयो, परमेश्वरलाई सम्झिनु भएन भने अनि त्यसको अर्थ रहँदैन। तपाईँलाई शैतानले अट्याक गरिहाल्छ। त्यसैले यसो ख्रिस्टलाई गरौँ। हालेलुया। परमेश्वर भएर त परमेश्वरको पुत्र स्वयं परमेश्वर भएर त परमेश्वरलाई छोडेन शैतानले भने तपाईँ हामीलाई छोड्छ। त्यस कारणले गर्दाखेरि हाम्रो आज याद गर्नुहोस्, एक एकको घरमा याद गर्नुहोस्, मेरो मात्रै घर होइन होला, तपाईँहरू एक एकको घरमा याद गर्नुहोस्। तपाईँहरूको घर फाटिएको छ, तपाईँहरूको घरमा छाटो आएको छ भने तपाईँहरूकै आफन्तै व्यक्तिबाट आएको छ। आमेन। तपाईँको श्रीमानलाई पोल लगाउने पनि त्यही आफन्तै छ, श्रीमतीलाई पोल लाउने पनि आफन्तै छ, आफ्नो छोराछोरीलाई लाउने पनि आफन्तै छ, आफ्नो परिवारलाई लाउने पनि आफन्तै छ। तपाईँको घर जोडिएको चाहँदैन, त्यो चाहिँ तपाईँको घर फोडिएको चाहन्छ। त्यसले के गर्छ? त्योसँग परमेश्वरको आत्मा होइन, त्योसँग अशुद्ध आत्मा बसेको हुन्छ। हालेलुया। तपाईँले शिक्षा दिनुहोस्, तपाईँ सक्नुहुन्छ भने प्रेम गर्नुहोस्, असल बाटो देखाउनुहोस्, तर सक्नुहुन्न भने सही बाटो देखाउन सक्नुहुन्न भने खराब पनि नगर्नुहोस् कसैलाई पनि, चाहे तपाईँको दुश्मन किन नहोस्। तपाईँले सक्नुहुन्न भने त्यसको निम्ति प्रार्थना गर्नुहोस्। हालेलुया। प्रार्थना गर्नुहोस्, किनभने त्यो प्रार्थनाको उत्तर मान्छेले देख्दैन, मान्छेले थाहा छैन, मान्छे यही हो स्वार्थी छ, मतलब छ, मान्छेले तपाईँले गरेको गुणहरू देख्दैन। तपाईँले करोडौँ रुपियाँ दिएर आफ्नो घाँटिने हलाल गरेर तपाईँले दिनुहुने मान्छेले तपाईँलाई हेर्दैन, तर यसको एक एक लेखा देख्ने परमेश्वर हुनुहुन्छ। आमेन। परमेश्वरले तपाईँलाई दिनुहुन्छ, परमेश्वरले तपाईँलाई चाहनुहुन्छ, परमेश्वर तपाईँ अगाडि बढेको चाहनुहुन्छ, परमेश्वरले तपाईँले के काम गरिराख्नु भएको छ, तपाईँ सही मार्गमा हुनुहुन्छ कि गलतमा हुनुहुन्छ, तपाईँ राइटमा हुनुहुन्छ कि रङमा हुनुहुन्छ, परमेश्वरलाई मात्रै थाहा छ। त्यस कारणले म तपाईँहरूलाई यो किन भनिरहेको छु भन्दाखेरि हुनसक्छ यस्तो जीवनमा आज तपाईँहरूको घरभित्र, आज तपाईँको सासू ससुरामा, ज्वाइँ चेलामा, भान्जा भान्जीमा, भिराजु आमा, सासू ससुरा, बाउ आमा, यो परिवारहरूमा यस्तो कुराहरू आउन सक्छ। हुनसक्छ त्यो कुराहरूबाट वञ्चित हुनुको लागि, सतर्क हुनको लागि परमेश्वरको वचनद्वारा हामीलाई पहिला नै अगुवाई गरिसकेको छ। आमेन। अनि हामी सतर्क हुनुपर्छ। सतर्क भइएन भने अनि हामीलाई जब विनाश आउँछ अनि हामीलाई अनिकाल आउँछ। आज हामीले हेर्यौं कतिजना घर परिवारमा मनमुटाउले एक आपसमा या यसरी देख्यो भने अर्कोले यसरी चाक फर्काइदिन्छ, अर्कोले मुख फर्कायो भने अर्कोले चाक फर्काइदिन्छ। त्यस्तो परिवारहरू पनि मैले देखेको छु, मैले जानेको छु, मैले बुझेको छु, मैले आफ भोगेको छु। त्यस कारणले गर्दाखेरि तपाईहरू म अनि हामीहरू सतर्क हुनुपर्छ अनि परमेश्वरमा चाहिँ बलवान हुनुपर्छ, परमेश्वरमा चाहिँ प्रार्थना गर्नुपर्दछ। तपाईँ र म एउटा गम्भीर प्रश्नमा जाँदाखेरि सोच्ने कुराहरू र बुझ्ने कुराहरू, परमेश्वरका पुत्रले 40 दिन 40 रातसम्म प्रार्थना गर्दाखेरि शैतान किन आयो त त्यहाँ? आज तपाईँ र म पनि गम्भीर कुराहरू गर्नु किन? आज तपाईँ र म जति नै प्रार्थना गरे पनि शैतानले तपाईँ